नमस्कार, स्वागत छ। यो हो तपाईहरुको आफ्नो घर जगतलोक सेवाघरमा। आज हामी महादेशको सानो र ठुलो देशहरूको बारेमा परिचर्चा गर्नेछौँ। अब लागौँ भिडियोतर्फ। महादेशको आधारमा सबैभन्दा ठुलो देशहरू: एसिया महादेशको चीन, अफ्रिका महादेशको अल्जेरिया, युरोप महादेशको रुस, उत्तर अमेरिकाको क्यानाडा, अस्ट्रेलिया, दक्षिण अमेरिकाको ब्राजिल। त्यसैगरी अर्को रहेछ महादेशको आधारमा सबैभन्दा सानो देशहरू: एसिया महादेशको सबैभन्दा सानो देश माल्दिभ्स, युरोपको सबैभन्दा सानो भ्याटिकन सिटी, अफ्रिकाको सबैभन्दा सानो सेसेल्स, उत्तर अमेरिकाको सेन्ट किट्स एन्ड नेभिस, दक्षिण अमेरिकाको ट्रिनिदाद, त्यसैगरी अस्ट्रेलियाको नाउर। त्यसैगरी अर्को रहेको छ विश्वको 5 ठुला राष्ट्रहरू कुन कुन हुन् भन्दा 1 मा रहेको छ रुस, 2 मा क्यानाडा, 3 अमेरिका, 4 चीन, 5 ब्राजिल। त्यसैगरी अर्को रहेको छ जनसङ्ख्याको आधारमा 10 ठुला राष्ट्रहरू: 1 मा भारत, 2 मा चीन, 3 मा अमेरिका, 4 मा इन्डोनेसिया, 5 मा पाकिस्तान, 6 मा नाइजेरिया, 7 ब्राजिल, 8 बङ्गलादेश, 9 रसिया, 10 मेक्सिको।